नमस्कार साथीहरु, ग्राफिक्स कोडिङ नेपालमा तपाईहरुलाई स्वागत छ। आजको भिडियोमा चाहिँ हामी न्युमेरिकल मेथडको रेगुलर फाल्सी मेथड अथवा फल्स पोजिसन मेथड भन्ने चाहिँ सिक्छौं। लास्ट भिडियोमा चाहिँ हामीले बाइसेक्सन मेथडको प्रोग्रामिङ चाहिँ सिकेको थियौं भने आज चाहिँ हामी फल्स पोजिसन मेथडको सिक्छौं। पहिला चाहिँ हामी एल्गोरिदमबाट सुरु गरौँ। यो एल्गोरिदम भयो, सुरुमा स्टार्ट भयो, डिफाइन फंक्सन हामीले चाहिँ सुरुमा चाहिँ फंक्सन डिफाइन गर्नु पर्यो। अनि त्यसपछि बाइसेक्सन मेथडको जस्तै दुईटा इनिशियल गेस दिनु पर्यो। अनि त्यो दुईटा इनिशियल गेस दिएपछि त्यसको फंक्सनल भ्यालु निकाल्नु पर्यो। यदि त्यो फंक्सनल भ्यालु चाहिँ नेगेटिभ छ भने चाहिँ हाम्रो त्यो इन्टरभलमा चाहिँ पर्छ भनेर चाहिँ हामीलाई थाहा हुन्छ। अनि हामीले एरर कति राख्ने भनेर एरर राख्छौं, कति सम्मको एरर चाहिँ कन्सिडर गर्ने भनेर। अनि त्यसपछि हामीले बाइसेक्सन मेथडमा चाहिँ यो दुईटाको बाइसेक्ट गरेर x1 + x2/2 गरेर लेख्थ्यौं भने यसमा चाहिँ नयाँ फर्मुला छ। यो फर्मुला चाहिँ कसरी आयो भन्दाखेरि चाहिँ हामी ग्राफबाट बुझौं। यो चाहिँ ग्राफ भयो फल्स पोजिसन मेथडको। हामीले दिएको फंक्सन भनेको चाहिँ यो कर्व भयो, यो f अफ x भनेको यो कर्व भयो। अनि हामीले दिएको दुईटा इनिशियल गेस भनेको a र b भयो। अनि हामीले फंक्सनल भ्यालु निकालेको f अफ a अनि f अफ b फंक्सनल भ्यालु भयो। यदि f अफ a टाइम्स f अफ b चाहिँ नेगेटिभ छ भने चाहिँ, यदि एउटा पोजिटिभ y एक्सिस र अर्को नेगेटिभ y एक्सिसमा छ भने चाहिँ हाम्रो रुट चाहिँ त्यो दुईटा भित्र पर्छ भन्ने चाहिँ हामीलाई थाहा हुन्छ। यसको फर्मुला चाहिँ कसरी आयो भन्दाखेरि स्लोप अफ ab, यो स्लोप अफ ab र स्लोप अफ ac भनेको स्लोप अफ ac, यो दुईटा एउटै लाइन भएको भएर यो दुईटाको स्लोप पनि बराबर हुन्छ। स्लोप अफ ab भनेको चाहिँ अब y2 - y1, त्यसैगरी यो b - a भनेको x2 - x1। अनि स्लोप अफ ac भनेको चाहिँ y2 भनेको 0 भयो, 0 - f अफ a, त्यसैगरी c - a, x2 - x1 भयो। अब हामीलाई चाहिँ यो c मात्र चाहिने भएको भएर चाहिँ हामीले c लाई लेफ्ट साइडमा ल्याएर बाँकीलाई राइट साइडमा लग्यौं। यो गरेर चाहिँ हाम्रो अहिलेको फर्मुला चाहिँ आउँछ। अनि हामीले खासमा के गर्छौं, कसरी फल्स पोजिसन मेथडले चाहिँ रुट फाइन्ड आउट गर्छ भन्दाखेरि चाहिँ हामीले यो c निकाल्यौं। अब c निकालेपछि अब हामीले f अफ c निकाल्छौं। f अफ c भनेको यहाँको भ्यालु आउँछ। अनि फेरि यहाँको भ्यालु र यो a सँग चाहिँ हामी यही फर्मुला युज गरेर चाहिँ अनि फेरि यो x2 यो ठाउँको चाहिँ यहाँ ठाउँको भ्यालु निकाल्छौं। यो ठाउँको भ्यालु निकालेपछि फेरि अब यसको यो x2 छ भने अब यहाँ f अफ x2 निकालेर फेरि यहाँ पोजिसनको निकाल्छौं। यो पोजिसन निकालेपछि चाहिँ हामीले यहाँको पनि निस्किन्छ। यहाँ निस्केपछि चाहिँ फेरि यहाँ अहिलेको जस्तै गरी रिपिट गर्दै हाम्रो यहाँ रुटसम्म चाहिँ हामी यसरी जान्छौं। अब चाहिँ यो एल्गोरिदम अझै कन्टिन्यु गरौँ। हामी यहाँ 5 नम्बर पुगेका थियौं। अब त्यसपछि 6 नम्बरमा चाहिँ यो यहाँबाट चाहिँ सेम हाम्रो बाइसेक्सन मेथडको जस्तै हुन्छ। अनि जुन दुईटाको प्रोडक्ट गर्दाखेरि चाहिँ नेगेटिभ आउँछ, हामी त्यो नै लेख्छौं र जुनसँग गर्दाखेरि आउँदैन त्यसलाई चाहिँ हामी इग्नोर गर्दै यो रुट नआएसम्म चाहिँ यही स्टेपहरु रिपिट गर्छौं। अब चाहिँ हामी उता प्रोग्रामिङबाट चाहिँ बुझौं है त कसरी गर्ने भनेर। हेडर फाइलबाट सुरु गरौँ। इन्क्लुड studio.h include conio.h include math.h। math.h चाहिँ हामी सुरुमै फंक्सन डिफाइन गर्नु परेकोले चाहिँ हामीले राखेको। include iostream.h चाहिँ हामीले cout र cin युज गर्छौं, यसको लागि राखेको हो। void main हामीले फंक्सन डिफाइन गर्नु पर्यो। डिफाइन f of x times x² - 4, हामीलाई चाहिँ आन्सर 2 हुन्छ, पहिले थाहा हुन्छ। प्रोग्राम मिल्यो कि मिलेन नि थाहा हुन्छ।
रुट हुन्छ। यसलाई राउन्ड गरौँ, कन्ट्रोल F9। यस भिडियोमा यति नै। नेक्स्ट भिडियोमा चाहिँ हामी न्युटन ऱ्याप्सन मेथडको बारेमा चाहिँ सिक्छौं।